देखेर हामी देखिरहेका छौँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हो यो कन्यान डाँडाको यो जलधारे पार्कबाट देखिरहेका छौँ। त्यहाँ अन्तर्राष्ट्रिय विमान त होइन बुद्ध एयरको ल्यान्ड भएको छ भर्खर। यो साँझ पखको दृश्य हामी यहाँलाई देखाइरहेका छौँ। हेर्नुहोस् त कति सुन्दर छ पोखरा। यो तल कनिने फाँटमा पानी टल्किरहेको छ। सुन्दर पोखरा आफै पनि सुन्दर छ। ल हेर्नुहोस् त कति सुन्दर छ यो कन्यान डाँडाको दृश्य हामी देखिरहेका छौँ। उहाँ पुम्डीकोटदेखि लिएर बौद्ध स्तूपा सहितका दृश्यहरू यहाँ फेवाताल पनि देखिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ। र यहाँ भद्रकाली माटेपानी गुम्बा सराङकोट सहित यहाँ काउराडा सहित यो कन्यान डाँडाको दृश्य हामी यहाँ देखिरहेका छौँ। हेर्नुहोस् त कति सुन्दर दृश्य देखिरहेको छ। हामी यहाँ देखाउन सक्छौँ। यो दृश्य यति सुन्दर हरियालीको दृश्यहरू छन्। एकदमै महत्त्वपूर्ण दृश्यहरू यहाँबाट देखिने लेखनाथ कविशिरोमणि लेखनाथ जन्मेको ठाउँ सहितको दृश्य हामी देखिरहेका छौँ। कविशिरोमणि लेखनाथ जन्मेको ठाउँ हो त। यहाँबाट यो खेताघर ढुङ्गाना थर सहित राखी डाँडा सहितको दृश्य यो देउ पूजा लगायतको दृश्यहरू तल काँसेताल खराने फाँट सहितको दृश्यहरू यहाँ देख्न सक्नुहुन्छ। जलधारे पार्क यहाँ देखिरहनु भएको छ। हामीले यहाँबाट यहाँलाई आज यही दृश्य पोखरा सुन्दर पोखरा दृश्य देखिरहेछौँ। यहाँ हामी सुन्दर दृश्य देखिरहेका छौँ। यहाँ अहिले आकाशको दृश्य सुन्दर छ। हामी देखिरहेका छौँ। यहाँलाई यो दृश्य कैद गरिरहेका छौँ। साह्रै सुन्दर हरियालीको दृश्य।